गुड मर्निङ गाइस है आसामबाट आज चाहिँ हामीहरू बिहानै जाँदैछ घुम्नु भन्दा पनि दर्शन गर्नु कहाँ भन्दा चाहिँ गुवाहाटी मा कामाख्या मन्दिरमा जाँदैछ। अन्त अहिले देखाउँछु के हुन्छ। अन्त भिडियो पनि लङ भिडियो पनि धेरै बात बनाउँदैछु हो, हेरिदिनुहोस् होला डल्लै। यहाँ बिहानको वेदर चाहिँ यस्तो छ, हल्का पानी परेर बस्यो भर्खर है, जाडो छ। हामीले चाहिँ अब बस पाइसकेको छ गुवाहाटी जानुको लागि। हेर्नुहोस् अब यो बसमा चढ्दैछ, अब एक दुईजना आधीहरू आउँदैछ हो। अब हिँडेको ल फाइनली बसमा चढिसक्यो हामी दुईजना हो। एकदम है फेरि पनि तपाईँहरूलाई गुड मर्निङ। बस पायो हो, अब डाइरेक्ट जाँदै जाँदै गुवाहाटीमा। फाइनली हामीहरू चाहिँ अब हिँडिसक्यो है, बस पनि जाँदैछ। बसबाट झरेर आइपुग्यो यहाँ मन्दिरको लागि हो। लाइनमा बस्नुपर्ने रहेछ हो, अनि मात्रै जानुपर्ने रहेछ। यहाँ यत्रो बेसी छ मान्छेहरू है, हेर्न सक्नुहुन्छ। मान्छेको भिड चाहिँ यस्तो छ हो। हामी चाहिँ जाँदैछ अब। यहाँनिर चाहिँ जुत्ताहरू खोल्नु यस्तो भन्दो रहेछ। तपाईँहरूले बुझ्यो भने चाहिँ नखोल्नु ठिक रहेछ। यहाँले चाहिँ अब जुत्ता कपाल खोल्नु भन्छ है, सामान भिराउनु लागि। के कसले कहाँ पुऱ्याउँछ भन्छ, कसले के भन्छ है मान्छेको पोलिसी है। यहाँ बिजनेस, मन्दिरमा बिजनेस छ है यस्तो। तपाईँहरूमा आयो भने चाहिँ बुझ्नु होला, नखोलिकन है। कतिजना चाहिँ खोलेर खाली खुट्टै जाँदो रहेछ, यहाँ देख्न सक्नुहुन्छ हो। यस्तो हामी चाहिँ अब नखोलेको आएको, माथि नै खोल्ने। यहाँ चाहिँ यस्तो छ अब, मेन चाहिँ यहाँनिर चाहिँ अब जुत्ता खोल्नुपर्ने रहेछ, एन्ड पोइन्ट हो। यहाँदेखि चाहिँ उकालो यस्तो खाली खुट्टै जानुपर्ने रहेछ। त्यहाँदेखि यहाँ पनि लेखिरहेको छ हो है। हामी प्रसाद किन्दैछ यहाँनिर हो। प्रसाद चाहिँ यहाँ किन्यो, यहाँदेखि हामी चप्पल पनि खोलेर जाँदैछ हो। यहाँ सबै प्रसाद पाउँदा सबैजना यहीँ किन्दैछ प्रसाद। हेर्नुहोस् और एक दो ना, और एक दो ल। यो मैले पनि पायो है, नरिवल छ, मिठाईहरू छ। बलि चढाउनु लोकेको भन्छ। मैले चाहिँ मन्दिरतर्फ गएको सबै किनिसक्यो हो। यहाँनिर है पानी पर्दैछ, पानी पर्दा मान्छेको भिडमा भए पनि हामी हिँड्दैछ है, मजा आउँदैछ। खाली खुट्टै आधी उदीहरू गएर फर्किसक्यो, हामीले चाहिँ जाँदैछ। हेर्न सक्नुहुन्छ। अब गएर देखाउँछु माथि मन्दिरको त्यहाँ कस्तो हुँदो रहेछ भनेर ल। यहाँ मेन गेट यो हो, जाँदैछ मेन गेट। ल त्यो हडे गएको। ल हामी चाहिँ अब एन्टर गरिसक्यो। एज यु क्यान सी धाम मन्दिर। ओइ चिप्लो छ त हौ, झन्डै लड्यो। चाहिँ अब दर्शन गरेर निस्क्यो बाहिर। अब बाहिर चाहिँ नरिवल फुटाउनु छ हो। निस्किसक्यो यहाँनिर भित्र पूजा गरेर सबै आफ्नो फ्यामिलीहरूदेखि लिएर सबैको लागि है, राम्रो इयर जाओस् भनेर है। भित्र त अब भिडियो एन्ड फोटो अलाउड छैन, त्यसले गर्दाखेरि गर्दैन हो। यहाँनिर नरिवल यहाँ फुटाउनु चाहिँ यहाँनिर हो।
एकैमा फुटाइ त्यो त ए भाइ अस्ति पनि छो हुन्छ त बोक्न ये टपरा में दे दीजिए लो 100 भाई सोचेर दर्शन पनि सब गरिसक्यो हो एज यु क्यान सी यिनीहरू यहाँबाट पनि छ अर्को गेट हो गेटबाट जानुहुँदैछ यसरी यहाँनिर अन्त हामी चाहिँ अब सकेर निस्केको दर्शन सब गऱ्यो हो अब चाहिँ हामी फर्किन्छ पानी पनि रोक्यो हेर्नुहोस् यस्तो छ भुइँमा चाहिँ हिँड्दैछ हाम्रो ग्रुपहरू चाहिँ सबै निस्किसक्यो दर्शन गरेर अझै आएको छ मान्छेहरू अब देखाउँछु परबाट फोटो कस्तो आउँछ हेर्दै गर्नुहोस् अब हामीहरू पनि निस्केको तल छ जुत्ता चाहिँ हाम्रो त्यहाँदेखि अब खाजा खान्छु होला हामीहरू अब त्यति बेला देखाउँछु हेर्दै गर्नुहोस् होला त्यतिसम्म अब चाहिँ हामीहरू जुत्ता पनि लगाइसक्यो अनि अब फर्केको खाजा खानु लागि खाजा खानुतर्फ है हेर्दै गर्नुहोस् अब त्यहीँ पुगेर देखाउनेछु खाजा खाने जग्गामा हामी खाजा आज के खाने छ है अब चाहिँ हामी हेर्नुहोस् यहाँ बोटमा जान्छ यो चाहिँ हो तपाईँको उमानन्द टेम्पल हो त्यो मन्दिर जाँदैछ हाम्रो ग्रुप अघि अब पर मन्दिर गइसकेर अब चाहिँ अर्को मन्दिर जानुको लागि हेर्नुहोस् बोटमा जाँदैछु हेर्दै गर्नुहोस् होला कामाख्या मन्दिर अघि गएको अब चाहिँ यो उमानन्द मन्दिर गएको ए यहाँ छ बोटमा जानुपर्ने रहेछ ल दाजु हामीहरू सबै छ है एकदम सबैजना ग्रुपमा छ हजुर एकदम दाजु दामी बनाउनुपर्छ हाम्रो यो ग्रुपको चाहिँ है हामी एकदम लकी रहेछ दाजु है सबै कुरा ठक ठक भइहाल्यो कहीँ पर्खिनु परेन गाडीलाई पनि कहीँ पर्खिनु परेन हामी 12 जना छ ग्रुपमा है 12 जना जस्तै जाँदैछ अब यहाँनिर अब चिया खान्छ हामी जान्छ अब उता पारी हेर्न सक्नुहुन्छ ओके अब चिया खाएर जान्छ त्यहाँदेखि चढेको देखाउँछु यहाँ मुनिपट्टि रहेछ है यहाँनिर यसरी यस्तो रहेछ सेट अब यहाँ हामीहरू सबैजना चढिसक्यो हाम्रो ल अब सबैजना चढ्दैछ यहाँ हाम्रो आदङबामा आइपुग्यो अब हाम्रो बोट पनि स्टार्ट गर्यो जानु आँटेको छ अन्त यो चाहिँ ब्रह्मपुत्र हो अन्त हाम्रो सबै टिमहरू छ यहाँनिर उस्तादहरू यहाँनिर दाजुहरू है सबैजना छ जानु आँटेको यहाँ बोटको इन्जिन स्टार्ट गरिसक्यो हो हामी 2 जना छ यहाँनिर साइडमा 12 जना छौँ अहिले रनिङ काट्छ दुईवटा पानीहरू त मिक्स नभएको अलग अलग बसिरहेको थियो कि पानी अलग अलग बसिरहेको थियो हामी छिटो
अब यहाँ चाहिँ यहाँबाट किन्दैछ हो अनि अब यहाँ माथि जानुपर्ने हो यहाँ हामीले यहाँबाट यो किन्यो इन्टर गर्दैछ यहाँ हामीले यस्तो छ यहाँनिर हेर्नुहोस् दर्शन भनेर यहाँ चाहिँ हामीहरू सबैजना लाइनमा बसिरहेको छ भित्र जानुको लागि है यहाँ आएर त भेटघाट यस्तो ल्याएन दुईजना लाइन हेर्न सक्नुहुन्छ लाइन चाहिँ यस्तो रहेछ स्टार्टिङ यहाँबाट भएर यहाँबाट पनि उता गएर चाहिँ है लाइन चाहिँ है लाइन चाहिँ मान्नै पर्छ मन्दिर चाहिँ त्यो पनि यो आइल्यान्डमा है मन्दिर हेर्नुहोस् हाई दाजु अझ के छ ठिक छ नि होइन दाजु एकदम टप खास छ अघि परदेखि स्टार्ट गरेको अब हामी चाहिँ एक चक्कर घुमेर चाहिँ अब चाहिँ जाँदैछ अझै पनि लाइनमै छ डल्लै हो लाइन बस्नै पर्ने छ त्यहाँदेखि मात्रै भित्र पसिन्छ भित्र पनि लाइन रहेछ भित्र पनि यस्तै लाइन रहेछ जाँदैछ यहाँनिर अब हामीहरू चाहिँ सबै दर्शन गरेर पनि अब निस्किसक्यो हो यहाँ प्रसाद बोकेको छ अब त्यही हो तल जाँदैछ तल नै अब हामीले जुत्ताहरू खोलेको छ नि त त्यहाँ गएर जुत्ता लाउनु पऱ्यो अलिकति छ कतिले चाहिँ यहाँ बाटोमा राख्दो रहेछ हामीले चाहिँ अब तल दोकानमा राखेको थियो यहाँ हेर्नुहोस् अब चाहिँ निस्केको हामीहरू अब फेरि त्यही त्यो बोटको 2 वेजकै हामीले टिकट काटेको थियो अब त्यसमा अब रिटर्न पनि छ नि त अब फर्किनुपर्छ बोटमा अब यहाँ छ जुत्ता चाहिँ हाम्रो जुत्ता चाहिँ यता खोलेर राखेको थियो हो अघि यहाँबाट माथि चलाउनेहरू फुलहरू पनि यहाँबाट किनेर लगेको अब यहाँ लायो जान्छ अब त्यही भन्नु अहिले अब बोटमा चढ्दा देखाउँछु अब चाहिँ हामी तल जाँदैछ बोटको तर्फ हो हामीहरू फर्किनु आँटेको थियो यहाँ हेर्नुहोस् न यहाँको चाहिँ पेसेन्जर क्यारियर चाहिँ बेसी रहेछ यो चाहिँ सायद यहाँ गभर्मेन्टकै भनेको जस्तो लाग्यो मलाई चाहिँ इफ आई नट रङ अब यहाँ हेर्नुहोस् हेर्नु यहाँ नरिवल पनि आइसकेको छ हो फोटो खेप्छिन भिडियो खेप्छिन अब यहाँ नरिवल पानी हामी 2 ब्याग खाँदैछ है टेस्ट कस्तो रहेछ टेस्ट मिठो छ यहाँ चेस गरे 2 जना चेस ल कस्तो छ टेस्ट बाबा बाबा अब टेस्ट मात्रै होइन यो त मेडिसिनको रूपमा दिएको अब ओके ल हेर्दै गर्नुहोस् होला अहिले अब चढिसक्यो बोटमा हो बोटमा चढिसक्यो हाम्रो चाहिँ खाना आइसकेको छ हो खाना आइसकेको छ अरू सबैले खाइसक्यो हो यहाँ हामी चाहिँ यहाँ प्रपर खाना खोजेको खाना पनि पाउँदैन रहेछ यहाँनिर हो ढाबाहरू मात्रै बल्ल बल्ल खाना भेट्यो अब ननभेज रहेछ त्यही खाना आँटेको अब मुझे भी चाहिए हाँ हामीहरू पनि फर्केर आइपुग्यो अब जाँदैछ ब्यारेकतर्फ अब यतिसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच है अब सी यू अन नेक्स्ट ब्लग है